हेलो साथीहरू, गुड इभिनिङ। बहिनीलाई चाहिँ अस्तिको दिनै हस्पिटल लगेको थिएँ नि त। अनि बहिनीले चाहिँ नर्मलै गर्छु भन्दै थियो होइन। अन्त 2 दिन जस्तो राखेर चाहिँ नर्मल गर्नु सकेन। अन्त उसलाई सिजरको लागि लाँदैछ हो। यहाँनिर दिदीहरूले लानुहुँदैछ, म चाहिँ पछाडि पछाडि भिडियो बनाउँदै थिएँ हो। अन्त एकछिन बादमा चाहिँ नानी भएर दिदीलाई पनि दिनुभयो होइन, दिनुभयो नानी चाहिँ। अन्त त्यहाँदेखि यहाँनिर सिस्टरले चाहिँ फर्महरू फिलअप गर्नु यस्तो के भन्नुहुँदै थियो। मैले चाहिँ राम्ररी कुरा बुझेन, म अलिक पढाइ थिएँ होइन। अन्त त्यहाँदेखि चाहिँ दिदीले हुन्छ भनेर एकछिन नानी ज्वाइँलाई पक्राउनु भयो होइन। अन्त पक्राएर चाहिँ त्यहाँदेखि टक्कै यो चाहिँ फर्स्टमा साथीहरू ल्याउँदाखेरिको भिडियो है। ओटी रुमबाट निकालेको नानीलाई होइन। हेर्नुहोस् न कस्तो क्युट रहेछ है भने मैले। अन्त बहिनीले भने होइन। अन्त त्यहाँदेखि चाहिँ यहाँनिर नानीको चाहिँ ड्याड यता छ है, पापा चाहिँ। अन्त त्यहाँदेखि खुसी भइरहेको थियो, अघिसम्म त कति साइड भइरहेको थिएन, अहिले त खुसी। अनि यहाँनिर चाहिँ नानी पनि रुँदै थिएन। अन्त दिदीले पकाउँदै थियो यतिखेर चाहिँ सबै फ्यामिलीहरू आउनु भएको थियो, खुसी भइरहेको थियो। कस्तो क्युट जन्माएछ नानी त, कस्तो स्विट रहेछ भन्दै हो। अन्त त्यहाँदेखि यहाँनिर मैले फोटोहरू राखिदिएको छु 2-3वटा होइन। हजुरहरूलाई कस्तो लाग्यो होला भन्नुहोस् होला होइन। अन्त त्यहाँदेखि चाहिँ फ्यामिलीहरू सबैजनाले बोक्दै थियो होइन। अनि त्यहाँदेखि चाहिँ नानीको ड्याडले चाहिँ बोक्नै पाएको थिएन नि त राम्रोसँगले। मेरो टर्न चाहिँ कहिले आउँछ हौ भन्दै थियो हो भाइले चाहिँ, मतलब ज्वाइँले चाहिँ। अनि त्यहाँदेखि टक्कै त्यस्तो कुरा गर्दै हाँस्दै थियो अरू फ्यामिलीहरू। अनि बहिनी पनि लिएर आयो, बहिनीले दादाहरू भएर हो। अन्त लिएर आउँदै थियो बहिनी। अन्त बहिनीले फ्यामिलीहरू सबै देखेर कस्तो खुसी भयो हो बहिनीलाई। यतिखेर सबैजना हुँदाखेरि कस्तो खुसी लाग्छ है साथीहरू। अन्त त्यहाँदेखि यहाँनिर लाँदै बहिनीको चाहिँ दुखेछ अनि आया भन्दै थियो। अनि सबैजनाले बिस्तारै गर न बिस्तारै भन्दै भन्यो। अनि त्यतिकै लाँदै थियो साथीहरू हो। अन्त आजको लागि चाहिँ यति नै। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। बाई बाई साथीहरू।